Hello guys, welcome to my channel back. यहाँ हाम्रो मिस्त्री भाइले बाइक ठिक पार्दैछन्। जहिले राइड हिँड्ने बेला अब मागेको छौँ 2 दिन लाग्छ यिनको बाइक स्टार्ट हुन। ठिकमा पनि भएको छैन के अन्त सेल भाइ सेल मेकानिक बाइक स्टार्ट गरेर हिँड्न चाहिँ 2 दिन लाग्छ। कौडे लेकको तयारी हुँदैछ है हामी गाइजहरु। गाइज आज चाहिँ हामी कौडे लेक जाने हैन र हो कौडे लेक जाने। अनि टाइम बज्यो भने त्यतैबाट फर्किँदा नास्ता खाएर खाना खाएर सिधै हामी सुसाइड पोइन्टतिर लागिन्छ फेरि हैन। अब बाटोमा भेटौँला है त गाइज। वान ट सालन दाइ यता हेर्नु वान टेप तर यता गयो नि देखाउन रियालिटी भएन रियालिटी देखाउन यता अन्टी बाइक खोले ओ दण्ड गियर लान्डी खै है लान्डी ल कडा हो कौडे लेकतिरको हाम्रो यात्रा सुरु भएको छ। निकै नै रोमाञ्चक यात्रा तपाईहरुलाई स्वागत छ हाम्रो रेडियो स्टेसनमा। हो क्या लास्टमा त रेडियो स्टेसन अगाडि देख्न सक्नुहुन्छ। सबसे अगाडि हिँडेको छन् सबसे थोत्रो 1914 को बाइक हाम्रो अनिल भाइको जो चुना लाउने बाइक हो। अनि त्यसपछि हिँडेको छ अर्को स्कुटर जो हाम्रो यो मसँग पछाडि बसेको बाइक हो। अर्को छ फेरि त्यहाँ तल साइडमा एनएस बाइक जसको स्टार्ट हुने केही पत्तो छैन, जहाँ गएर नि अफ हुनसक्छ। डिस्टेन्समा हिँड न अगाडि खतम छ नि यार। हिँडेको केटाहरू भोक्कै बिहान 3-4 बजे उठेर रेडी भएर हिँडेको। तर त्यो अगाडि हिँडेको मान्छेको त्यो डटवाला बाइक स्टार्टै नभएर 2 घन्टादेखि 6 बज्न लाग्यो। नाइट बसहरू आएको अवस्था। अनिल भाइको बाइकले फेरि पनि दुःख दिएको अवस्था हामीलाई। ल केटा 1 घन्टा भइसक्यो बाइक तयारको। अब होला जस्तो छैन। आजको चाहिँ ब्लगिङ स्थगित। त्यो वान ट्याप र अहिलेको ट्यापलाई हेर्नु होला भन न। अघिको 1 ट्याप र अहिलेको 1 ट्यापलाई हेर्नु होला। हालत बिजोग छ। पानी फिर्सिन्ला बुलेटको प्रमोसन एनएसको हान्दै स्कुटी यो 3टा सामग्री लिन सक्नुहुन्छ। यो चाहिँ के छ अब हजुरको विचार हो न। वान ट्यापलाई हेरेर होला। बाइक कन्डिसनमा चाहिँ स्टार्ट मात्र भएन। बाइक कन्डिसनमा चाहिँ स्टार्ट मात्र नभएको हो न। ल बाइक बनेको अवस्था गाइज के गर्नु र। 1 घन्टा लाग्यो बाइक बन्न नि। हाम्रो यिनको बाइकको अनैतिक सम्बन्ध। छिटो त्यो वाकिटाकी लिएको मान्छे पछाडि बसेर
गर्दै आउँथेँ म भयो त्यही पनि मैले उसलाई गरिरहनु पर्छ मैले त्यही हो पालो सक्यो छडै भाइ त्यहाँ भ्यू टाप पनि छ त्यहाँ चढेर कि बल्ल देखिने बुटोल त्यसपाल त पैसा लाग्ने होला नि पार्दैन ल एकरा हामी चाहिँ कौडे लगाउनु लागिसक्यो त्यो डाँडा हो कौडे चाहिँ त्योभन्दा अगाडि यो सुरुको गाउँ हो त्यहाँबाट चाहिँ गेट कटेर भित्र गेट कटेर भित्र आइसकेछौँ हामी अब धापतिर खेली टपमा पुगेर भेटौँला है त ल बिच त्यति तपाईँसम्म बिचको ब्युटिफुल भ्युजहरूको भिडियो इन्जोय गर्नुहोस् दामी भ्युज हेर्न सक्नुहुन्छ यस्तो दामीसम्म बस हिँड्दो रहेछ हामी चाहिँ आइपुग्यौँ क्या दामी सिन देखेछ हामी जान्छौँ अब यहाँबाट हिँडेर यहाँबाट अनि माथि पुग्छौँ वहाँ माथि रहेछ डबल रहेछ यार अनि दुईटा यो पहाड कटेर अर्कोमा जाने हो नि त्यहाँ यता बस्ने छ क्या हेर्नु वहाँ माथि पुग्नुपर्छ हामी चाहिँ वहाँ माथि टावरमा हामी त अस्तिको पालि त बाइक अझै तल ल जमजम केटा हो एकछिन यहाँ सर्टकट पनि छ म त जाँगीमा आउनु पर्ने यो म झन् कसरी जाने यसरी ल हाम्रो अब डेस्टिनेसन सुरु भएको छ सामान र पाती दाना र पानी लिएर हिँडिसकेका छौँ केटा अर्काको भ्लगमा आउने होइन अर्को युट्युबरमा ल के छ केटाकेटी हो कुन बाटो जाने चाहिँ यो तल्लो बाटो नि माथि भरेङमा चढे भरेङबाट ए ल ल उकालो चढिन्छ हामी ल डिस्टेन्स यहाँबाट हुँदै वहाँसम्म पुग्ने हो केटा हो 2.5 केजीको माल बोकेर हिँड्नु जुत्ता खुट्टामा ल ट्रेकिङ सुरु भएको अवस्था केटाहरू यहाँ गरेछु ल केटा हिम्मत नहार हो भोलिसम्म त पुगिन्छ हौ हालत हेर्न सक्नुहुन्छ तलै काटेको भए हुन्थ्यो दुकानमा सामान बोक्न नसकेर बाँधेर हिँड्न पर्छ बल्ल हामी आधा छौँ अझै वहाँ माथि पुग्नु छ सिधा गएर ओ माथि टावरसम्म जानु छ त्यहाँ हिँड्नु जुत्ता बोकेर हिँडेको केटाहरूको गीत सुन्दा चाकबाट आउँछ
ल ट्रेकिङ आउनु खोज्नु भएको भने एउटा टिप्स एन्ड ट्रिक्स कपडा चाहिँ साह्रै हलुङ्गो र लुज अनि जुत्ता चाहिँ एकदम हलुङ्गो लाएर आउनु होला साह्रै नै गाह्रो हुन्छ नत्र नि यस्तो लिएर हिँड्नु पर्ने हुन्छ फेरि आधा बाटो आइसकेको छौँ 10% हेर्न सक्नुहुन्छ ल डाँडा आइयो हरि थाक्यो बल्ल यहाँ आधामा आइयो यत्रो ब्याग बोकेर खाली खुट्टा हिँड्यो आफूलाई कसले बोकोस् एक्सर्साइज उसको एक्सर्साइजले त आज गएन न मासतिर त बल्ल उता पहाडी आउँदैछ कोही हामी चाहिँ यहाँ ल माथि गएर भेटौँला फेरि हाम्रो त्यो उसबाट हिमाल सबै देखिने चाहिँ बतासे डाँडाबाट के यस्तरी झरेर त्यो माथि डाँडा डाँडो तलबाट आयो वहाँ तल गाउँबाट चिज भन्नु चिप्स भनेर लाग्छ धन्न पोका मात्र उठाएन यार ओ दाइ के छ हो हिजो आइदिएको बिहान आएको ए नै हिँडेको त बिहानै है त यिनको बाइक 2 घन्टा लात हान्दै बसियो हेलो अनि त्यही स्टार्ट गरेर हिँड्न चाहिँ आइतबार बित्यो कुनबाट आउनु भयो 5 बजे थियो है आउनु त यही बाटोबाट त्यस्तै 4:45 तिर आएको हामी त हिँडेको तलबाट ए भन्नु चाहिँ अगाडि जानु रहेछ आउनु त यो बाटो खरेको ऊ कहाँ हिँडेको त 5 बजे आइदियो नि 1 घन्टा झुलाइदिएछ डर लात हान्दै बस्यो होइन बास त होइन गएर 2 घन्टा 3 घन्टा बस्दै बसेर फर्किने यतिखेर चाहिँ घामले बोल्छ के बिहानै थियो कि निस्किने हामी मौसम चाहिँ बदल छ आज मौसम चाहिँ छ्याक्क जम्मै देखियो छ अहिले धेरै चर्को गराएर हिँड्ने ह ओए ओ स्पिकर
दाइ पलाट साह्रो गर्मी हुँदो रहेछ रे भ्यू टावर ल हामी चाहिँ आइपुग्यौँ अब इन्जोय द भ्यू ट्रेकिङको अवस्था ट्रेकिङ त हेर भाइ भन्ने मात्र हो ट्रेकिङ हिँड्न रमाइलो त हुन्छ तर त्यसको आधा घन्टा 1 घन्टा पछि प्लान बनाउने साथीभाइलाई देख्दा पनि पिर्दिम जस्तो हुन्छ भुवाको आफै जुत्ता काटेर हिँड्ने वेलकम टु कौडल लेक भ्यू टावर जुत्ता सुत्ता काटेर ल हालत पनि छैन गाइजहरु साधन दाइ त हग्गु हान्न गएको ल फाइनल्ली हामी चाहिँ कौडल लेक आइपुग्यौँ वहाँ तल गाउँबाट चाहिँ आएको हामी त्यसरी झट्टै पाल्पा हेर्न सक्नुहुन्छ जान्छौँ अनि भ्यू चाहिँ बबाल छ अनि सक्नुहुन्छ यस्तो भ्यू टावर छ दाइहरू रेस्ट गर्दै हुनुहुन्छ जनक कस्तो दामी भ्यू देखेको चाहिँ अहिलेलाई यति नै भिडियो इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि भेटौँला अर्को सालको ब्लगमा बाई बाई जुन जस्तै मायाको मनकामा के छ सुर Bye na.